सामान्य रूपमा चाहिँ हामी जानेका छौँ, तर चाहिँ कसैले सोध्यो भनेपछि फेरि चाहिँ हामीलाई भन्न चाहिँ गाह्रो हुन्छ। त्यस कारणले चाहिँ तपाईँहरूलाई म यो भन्न चाहन्छु कि है येशू ख्रीष्ट चाहिँ को हुनुहुन्छ भनेपछि चाहिँ हामीले चाहिँ ढुक्कको साथमा चाहिँ हामीले चाहिँ यो भन्न सक्छौँ कि येशू चाहिँ मेरो परमेश्वर हुनुहुन्छ भनेर चाहिँ तपाईँले मैले चाहिँ भन्न सक्नुपर्छ। हालेलुया। यो चाहिँ नयाँ विश्वासीहरूलाई बताउनका निम्ति है सुसमाचार सुनाउनका निम्ति होइन एकदम राम्रो चाहिँ यी पोइन्टहरू चाहिँ आज मैले यहाँ तपाईँहरूको बिचमा होइन यहाँ ल्याएको छु। होइन चाहिँ पहिलो कुरा चाहिँ के हुन्छ भने येशू को हुनुहुन्छ भनेपछि चाहिँ तपाईँ र मैले चाहिँ जवाब दिन सक्नुपर्छ है। थुप्रै कुराहरू चाहिँ हामी बाइबलमा पाउँदछौँ, उहाँको सृष्टिकर्ता हुनुहुन्छ पनि भन्न सक्छौँ होइन। त्योभन्दा चाहिँ उत्तम कुरा चाहिँ येशू ख्रीष्ट चाहिँ मेरो परमेश्वर हुनुहुन्छ है। र